ड्राइभर दाजुभाइको नि कुनै ट्राभल एजेन्सीले पैसा स्क्याम गरिदिँदा नि त्यहाँ गएर मैले पैसा उठाइदिँदाखेरि सबैजनाले गुड जब जो भिडियोलाई सेयर पनि गरिदिन्छ। स्क्रिनमा तपाईँले फोटो देख्नु हुँदैछ नि, उहाँ बहिनी चाहिँ दार्जिलिङ बिजनबारीको हुनुहुन्छ। उहाँको चाहिँ दुईटै किडनी ड्यामेज भएको छ। 2 वर्षदेखि ग्यान्टोकमा उहाँले डायलोसिस गर्दै बस्नु भएको छ। उहाँको बुढा पनि छैन, एउटै छोरा छ। उहाँ बहिनीले चाहिँ सिक्किमको चिफ मिनिस्टर पीएच गोले सरलाई सहयोगको अपिल गर्नु भएको थियो, तर तपाईहरुले भिडियोलाई बहुत कम मात्रामा शेयर गरिदिनु भएको छ। मैले तपाईहरुलाई अपिल गरेको थिए भिडियोलाई धेरै भन्दा धेरै शेयर गरेर सिक्किमको चिफ मिनिस्टर पीएच गोले सरसम्म पुर्याइदिनु होला भनेको थिए, तर तपाईहरुले भिडियोलाई शेयर गरिदिनु भएन। उहाँ बहिनीलाई पनि बाँच्नु रहन्छ अरे, मलाई भिडियो पठाउनु भएको छ। म स्क्रिनमा त्यो भिडियो पनि राखिदिन्छु तपाईहरुको अगाडि। नमस्कार, म दार्जिलिङ निवासी बिजनबारीको हो। म चाहिँ अहिले ग्यान्टोकमा एडमिट छु। 2 वर्ष भयो। डायलिसिस हुँदैछ हप्तामा 3 पल्ट मेरो चाहिँ। र म चाहिँ यहाँ ग्यान्टोकमै रेन्टमा बसेर गर्दैछु। र मेरो नाम चाहिँ सन्जु हो है। अनि मेरो चाहिँ हस्बेन्ड छैन, 2016 मा खस्किएको। र हाम्रो आर्थिक अवस्था चाहिँ हाम्रो राम्रो छैन। र तपाईहरु सबैजनाले मेरो भिडियो सेयर गरिदिनुहोस्, फेसबुक सरसम्म पुर्याइदिनुहोस्। मेरो किडनी ट्रान्सफर गराउनु मलाई विश्वास छ सरले गरिदिनुहुन्छ भनेर, किनभने दार्जिलिङको अस्ति भर्खर आशिष भाइको पनि गरिदिनु भयो, जयगाउँको भाइको पनि गरिदिनु, मेरो पनि गरिदिनुहुन्छ भनेर आशा राख्छु सरसँग है। तपाईहरुले जति पनि यो भिडियो सेयर गरिदिनुहोस् मेरो है। र हाम्रो सिक्किम, दार्जिलिङ, कालिम्पोङ, सिलगढी जहाँ पनि छरिएर बसेको छ नेपाली दाजुभाइ दिदीबहिनीहरू, तपाईहरुले मलाई सहयोग गरिदिनुहोस् है। अनि आमा छोरा मात्रै छु, अरू छैन। र देश विदेशमा छरेर बसेको नेपालीहरू दिदीबहिनी, दाजुभाइ, साथीभाइहरू सबै तपाईहरुले पनि मलाई सहयोग पुर्याइदिनुहोस् है। मलाई पनि खानु घुम्नु इच्छा छ है, म बाँच्नु मन छ, तर मेरो दुईटै किडनी फेल भएकोले गर्दा चाहिँ म केही गर्न सकेको छुइनँ। र तपाईहरु सबैजना मिलेर, भ्लगर्सहरू मिलेर मेरो चाहिँ यो भिडियो चाहिँ सीएम सरसँग, पीएच गोले सरसम्म पुर्याइदिनुहोस्। धन्यवाद।